म शिक्षक साथीहरूलाई बधाई भन्न चाहन्छु। तपाईहरुले हामी छोड्दैनौं भन्नुभएको छ। म तपाईहरुलाई भन्न चाहन्छु जबसम्म तपाईहरुको माग पूरा हुँदैन तपाईहरुले नछोड्नुस्। कहिले सिटी बजाउनुस्, कहिले के गर्न पर्छ गर्नुस्। हामी तपाईको साथमा छौं। मैले अहिले प्रतिपक्षी दलहरुसँग सबैसँग कुरा गर्न त भ्याएको छैन, त्यसैले मैले अहिले यहीबाट घोषणा गर्न त सक्दिन। तर प्रतिपक्षीको बैठक बसेर शिक्षकहरूको निम्ति जरुरी पर्यो भने विशेष अधिवेशन बोलाएर भए पनि शिक्षकका माग पूरा गर्नेतिर हामी अगाडि बढ्छौं। म प्रतिपक्षसँग आजैदेखि छलफल गर्ने मेरो विचार छ। शिक्षकहरूलाई यति धेरै सताउने काम सरकारले नगरोस्। यसको परिणाम धेरै ठूलो हुन सक्छ। यो सरकार कति उल्टो काम गर्छ भन्ने कुराको एउटा प्रमाण जति बेला छिटो भन्दा छिटो संसदको अधिवेशन बोलाएर चाहिँ विधेयकहरू चाहिँ प्रक्रियामा लानु पर्थ्यो, 6 दिन अगाडि 6 वटा चाहिँ अध्यादेश ल्याउँछ। उल्टो, पुरै उल्टो। अधिवेशन बोलाउनु पर्नेमा अधिवेशन धकेलेर अध्यादेश ल्याउने अलोकतान्त्रिक निरङ्कुश काम गर्यो। अहिले हतर पतर सदन अन्त गर्न परेकै थिएन। त्यो शिक्षकको विधेयकमाथि छलफल टुङ्ग्याएर तुरुन्तै छोटो बाटो गरेर त्यसलाई पारित गरेर शिक्षकका माग पूरा गर्न सकिन्थ्यो। हिजै सहमति भइसकेको कुरा छ भने अहिले चाहिँ हतार पतार सदन अन्त्य गर्यो र अब शिक्षकहरूलाई सडकमा आउन बाध्य पार्यो। शिक्षकहरू आज सडकमा छन्।